दर्शक साथीहरू नमस्ते अनि हार्दिक स्वागत छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलमा। यदि तपाईहरु नयाँ हुनुहुन्छ र हाम्रो यस च्यानलमा तपाईहरु जोइन हुनुभएको छैन भने कृपया सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। साथीहरू आज भने हामी भुन्टी सिरियलको 298 को रिभ्यू भाग लिएर आएका छौं र भुन्टी सिरियल 298 भागमा के भयो त्यसको बारेमा हामी यस भिडियो मार्फत चर्चा गर्ने छौं र आगामी हप्तामा आउने एपिसोडमा पनि भुन्टी सिरियलमा के हुन्छ त्यसको बारेमा पनि हामी चर्चा गर्ने छौं। साथीहरू भूपेन्द्र भने हस्पिटलबाट डिस्चार्ज भएर घरमा आइसकेका छन्। उता भाउजू भने भूपेन्द्रलाई घरमा किन ल्याएको भनेर भूपेन्द्रको दाइसँग रिसाएर बसेकी छिन्। बिचरी भुन्टी आफ्नो दाइको कुरा नसुनी भूपेन्द्रको देखभालको लागि छोडेर गएको घरमा पुनः फर्किएकी छिन्। भुन्टीले एउटी असल श्रीमतीमा आफ्नो श्रीमानप्रति कति निश्चल र निस्वार्थ माया हुन्छ भन्ने कुरा प्रष्ट पारेकी छिन्। साथीहरू भूपेन्द्रले भुन्टीलाई जति घृणा गरे पनि जति दुःख दिए पनि भुन्टीले भने आफ्नो कर्तव्य भने छोडेकी छिनिन्। भूपेन्द्रको आमा भने आफ्नै छोरोको त्यो अवस्था हुँदा पनि आफ्नो स्वार्थ र आफ्नो छोरीको स्वार्थको लागि गाउँ फर्किन्। तर भुन्टीले भने आफ्नो श्रीमानको देखभालको लागि कुनै कसर बाँकी छोडेकी छैनन्। साथीहरू भुन्टीका दाइ र भाउजू भने भूपेन्द्र र भुन्टीलाई भेट्न हस्पिटल पुग्छन्। तर भूपेन्द्र सुतेको बेड खाली हुन्छ। उनीहरू हतार हतार गएर सोधपुछ कक्षमा गई सोध्छन्। भूपेन्द्रको डिस्चार्ज भएको कुरा थाहा पाउँछन् र रिसाउँदै घरतिर फर्किन्छन्। आखिर किन रिसाएका हुन् त भुन्टीका दाइ? साथीहरू भुन्टीको दाइ भने भुन्टी हस्पिटलबाट भूपेन्द्रको घरमा नगई सिधै उनको दाइ भाउजूको कोठामा जाने कुरा भएको थियो। भुन्टीको दाइले भुन्टीलाई भूपेन्द्रले दिने यातना पीडाहरू सम्झिन्छन् र भन्छन् त्यति धेरै माया नगर्ने त्यति धेरै निर्दयी मान्छेको घरमा त्यो किन जानु पर्थ्यो, त्यसको स्याहार सुसारमा किन लाग्नु पर्थ्यो भन्दै रिसाउँछन्। हुन पनि हो, एउटा जिम्मेवार दाइले एउटी बहिनीलाई दुःख दिने यातना दिने श्रीमानको साथमा भएको कसरी देख्न सक्छ। यता भूपेन्द्रको भाउजूले भने भूपेन्द्रको रेखदेख खानपिनमा कुनै वास्ता गर्दिनन् किनभने भूपेन्द्रसँग उनकी भाउजू रिसाएकी छिन्। उता भुन्टीको दाइले भुन्टीलाई कल गर्छन् तर भुन्टीको फोन भने लाग्दैन, खै किन हो, ब्याट्री नै नभएर हो कि। तर भुन्टीको भाउजूको मनमा पनि शङ्का उत्पन्न हुन्छ र उनले भन्छन् पक्कै पनि हजुरले फोन गर्नुहुन्छ भनेर बहिनी फोन नलाग्ने बनाउनु भएको हो कि। भुन्टीको दाइले भने यो कुरा स्वीकार्दैनन् र फेरि भुन्टीको दाइले भने भूपेन्द्रको दाइलाई फोन गर्छन् र भन्छन् भुन्टीलाई मेरो घरमा पठाइदिनुहोस्, भर्खरको भर्खर जाने भनिदिनुहोस्। भूपेन्द्रको दाइको जवाफ भने भुन्टीलाई मैले हस्पिटलमै सोधेको, तिमी दाइको रुमतिर जान्छौ कि घरतिर जान्छौ भनेर उनले भनेकी छिन्। भूपेन्द्रलाई सन्चो नहुँदासम्म म कुनै पनि हालतमा भूपेन्द्रलाई छोड्न सक्दिनँ भनेर। सायद भुन्टी आउँदिनन् होला। यो कुराले भुन्टीको दाइको मनमा भने निराशा छाउँछ। साथीहरू उता मोहनको बाउआमा अनि दिदी भने मोहनको बिहे गर्दैन हतार गर्दैछन्। यता भूमिकाको घरमा भने बिहेको लागि कुनै सुटसार भएको छैन। होस् पनि कसरी, उता भूपेन्द्र बिरामी भएर आफ्नो लागि आफै खान पनि नसक्ने अवस्थामा छन्। अरूको सहारा लिनुपर्छ खाना खानको लागि। उता मोहनको दिदीले भने त्यो केटी राम्री छ, यो केटी राम्री छ, पढे लेखेकी छ, दाइजो हामीले सोचेको भन्दा धेरै दिन्छन् भन्दै मोहनलाई विभिन्न प्रलोभनमा फसाउन खोज्दैछिन्। तर मोहनको मनमा भने भूमिका मात्र हुन्छन्। बिहे गर्छु त म उनैसँग गर्छु भन्दै अधीनमा बस्छन्। साथीहरू मोहनलाई पनि बिहेको कुराले सताइराखेको हुन्छ र भूमिकालाई फोन गर्छन् र भन्छन् छिटो गर न, मेरो घरमा अन्तै बिहे गर्ने कुरा भइसक्यो। म अन्तै बिहे गरौँ कि तिम्रो घरतिर छिटो बिहेको चाँजो बाजु मिलाउँछौ। भूमिकाले भन्छन् म हजुर बिना बाँच्न नसक्ने अवस्थामा गइसकेकी छु, अरूसँग बिहे गर्ने कुरा नगर्नु। भूमिकाको यो कुराले मोहनले भन्छन् त्यसो भए हामी भागेर बिहे गरौँ। भूमिकाले पनि कुनै कुरा नसोची सिधै हुन्छ भन्छन्। मोहन र भूमिका बीच भाग्ने कुरा पक्का हुन्छ। मोहन भने बाइक चढेर भूमिकालाई लिन हिँड्छन्। भूमिकाले पनि आफ्नो लट्टा कपडा झोलामा प्याक गर्छिन् र भन्छन् अरूलाई सोध्यो भने जान दिँदैनन्, तँलाई नै सोध्छु, ल कोठा अब त एक्लै बस, म पनि पहिलो जान्छु भनेर के कोठा बाहिर निस्केकी हुन्छन्। त्यही बेलामा आमा आएर च्याप्प समाउँछिन् र छोरीलाई अनेक कुरा गरेर पहिलो जानबाट रोक्छिन्। उता भूमिकाको आमा भने केही जग्गा बेचेर भूमिकाको बिहे गर्नुपर्छ भनेर सल्लाह गर्नको लागि भूमिकाको बाबालाई खोज्दै हिँड्छिन् तर भेट्दिनन्। त्यही बेलामा भीम भेटिन्छ र सोध्छिन् तेरो बाबा खोइ। भीमले भने आफूलाई थाहा नभएको कुरा बताउँछन्।
भीम भने आफ्नी आमा र आफ्नी बहिनीसँग रिसाइरहेका हुन्छन्। यसले हामीलाई समाजमा मुक्ति हुन लायक बनाइन, अझै तपाईँले यसलाई उचाल्दै हुनुहुन्छ भन्दै आफ्नी आमासँग रिसाउँछन्। यो कुराले आफ्नी आमाले सही हुँदैन र आफ्नो श्रीमानलाई खोज्दै जान्छन् र भेट्छिन् र भन्छन्, अब भूमिकाको बिहे गर्नुपर्छ, चाँडोभन्दा चाँडो। त्यति राम्रो केटा फुट्कियो भने अरू कहाँ खोज्नु? थोरै जग्गा बेचेर भए पनि भूमिकाको बिहे चाँडो गर्नुपर्छ भन्छन्। उता भुन्टी भूपेन्द्रको लागि सुप बनाउन भनेर विभिन्न सरसामग्री लिन भुन्टी बजारतिर लाग्छिन्। त्यही समयमा आखिर भुन्टीले के देख्छिन्, किन त्यति आश्चर्यचकित हुन्छन् त साथीहरू? भूपेन्द्र यस्तो अवस्थामा हुँदा उनका सबै परिवारले आफ्नो साथ छोडेर जाँदा तर भुन्टीले भूपेन्द्रको साथ नछोडी भूपेन्द्रप्रति गरेको माया र केयरले के अब भूपेन्द्रको मनमा भुन्टीप्रति सकारात्मक सोच आउला त? भुन्टीप्रति भूपेन्द्रको मनमा पनि मायाको उजागर होला त? यस्तै जिज्ञासाहरूको जवाफ लिएर पुनः अर्को भिडियो बनाउने छु। भुन्टी सिरियलमा के भइरहेको छ र भावी एपिसोडमा भुन्टी सिरियलको कथा कतातिर मोडिन्छ त्यसको विषयमा जानकार हुन चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानलमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला, ताकि मैले भुन्टी सिरियलसँग सम्बन्धित बनाएका भिडियोहरू तपाईँहरूको मोबाइलमा सबैभन्दा सुरुमा जाओस् र तपाईँहरूले सुरुमै भुन्टी सिरियलसँग सम्बन्धित जानकारी सजिलै प्राप्त गर्न सक्नुहोस्। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद।